सिटिन बजाउनुस् न टिरिरी टिरिरी अलि जान्दैन नि मैले ल थापाले पत्काइदैन ल 100 रुपैयाँ तान्नु हाम्रो सम्म र जल्ती बिचको डोरी है त ओ लालेबा आलो हुनुहुन्छ मानव पनि छ कहिल्यै मान्नु मान्नु हुन्न खुसी यता आउनुहोस् त फोटो खिच्नु हाम्रो हिमाल चिज मगर अनि जुना थापाको इन्टरकास्ट बिहामा है उहाँले चलाउनु छ है आज ल हानम के त्यो ज्वाइँ चेला हानम हानम एक सुटका हुक्का तान्नु बादलु छायो नि बादलु छायो नि कडा नै भिडियो गर्दै खिच्दिने उहाँ चाहिँ के हो माउ चाहिँ हो माउ चौले यस्तो बनाउनु भएको छ के सिङ्गार पटार सम्धी ए सम्धी हो ए यहाँको घरको सम्धी होइन र जातिभित्तिमा पुरै हाम्रो इन्ट्रेस्ट कास्ट हो एकदम बिहा चाहिँ र चाहिँ यस्तो संस्कृति अनुसार हाम्रो यहाँबाट चाहिँ उहाँलाई हाम्रो चलन अनुसार है फुलाटी डाख गाउँ हेरेर सानो ल अब हामी जाम त टोली कता गर्नु यो कसको मोबाइल हो उहाँहरू चाहिँ एकदम बाजामा नाच्न जानुभयो जन्ती टोली उहाँ चाहिँ सम्धी हुनुहुन्छ है सम्धी घरको
हिँड्नुहोस् ल तल हिँड्नुहोस् त तल नाच्ने अब हेर्नुहोस् खौदिने होइन तान्दिने हो यता तान्दिने हो यसरी हुक्का तान्न लाउनु भयो उहाँले हुक्का कुन ठाउँबाट भाइ यो तारखोला गाउँपालिका वार्ड नम्बर 4 लन्जुमा है पदम दाई लन्जु उहाँ चाहिँ एकदम खोलाखर्का भन्ने ठाउँबाट जन्ती आउनु भएको ल अब हामी एकछिनमा बाजामा रमाइलो गर्छौँ है त खै टोली कहाँ गए बजाउने उहाँ नाच्ने रे ल बजाउने बोलाउनु त टोलीले मान्छे धेरै आइयो ल छिटो भन्दा छिटो बजाइदिनु ल कहाँ गएको तारी सबै जन्तीहरू रमाइलो गर्ने बेला भयो है त अब जन्तीहरू आमासम्मको ल साथी उहाँलाई के खाजा पानी गर्ने कस्तो हो कि नाच्ने हो र तपाईँ नाच्ने हो ए टोली ल आम्लो छिटो है जन्तीहरू नाच्ने रे कता गयो टोली यार जिन्दगी मेरो बाबा जिउँदैछन् यहाँ म त टोपी त त्यही माथि लगाइदिनुहोस् यहीमा लान्छौ नि धन्यवाद ल अहिले हुक्का तान्न लाउनु तोरी काट्छु भन्ने त ओ उहाँ दरम रहेछ त यस्तो दरम रहेछ त्यहाँ पानी दिएको लामो समयले चाहिँ उहाँलाई एकदम अर्ग्यानिक टोपी लाउने हुनुहुन्छ कि अर्ग्यानिक यो के हो यो हाम्रो त सालको बातले त झन् हामीलाई त मिठो उसलाई सासमा उसलाई धेरै उ गर्छ समाधान गर्छ चस्मा खोसिन्छ चस्मा चस्मा मेरो होइन मेरो चस्मा दाजु यो हुक्का हो कि के हो यस्तो यो हुक्का हान्ने तिर हान्ने ए तिर पो रहेछ त गयो उहाँ चाहिँ सम्धि होइन सम्धि ज्वाइँ ए ज्वाइँ यो घरको ज्वाइँ ल रमाइलो छ है अब उहाँहरूको जन्ती चाहिँ नाच्ने बेला भयो अब हाम्रो टोली आयो भने रमाइलो हुन्छ है त चाहिँ भेडीखोर भन्ने ठाउँबाट आउनु भएको है एकदम बागलुङको कुन गाउँपालिका पर्छ भन्ने ठ्याक्कै थाहा भएन आमासम्मले अझ यहाँ चाहिँ उहाँलाई यसो सम्मान गर्दै हुनुहुन्छ हाम्रो टोली चाहिँ यता रेडी बजाउनुमा जुनाको बिहे हो र हजुर हजुर एकदम जुनाको
खै दोकान ल आउनलाई अझ यसो आधार सत्कार के भन्छ यो सम्मान अझै सकिएन है उहाँहरूको अझै गर्दै हुनुहुन्छ के भाइबरलाई निकाल्नु न के हो मान्छेहरूले यस्तो कपु रहेछ कता जानुभयो फोन हालौँ त सो यो आफ्नो परम्परा भुल्नु हुँदैन नयाँदेखि हजुर हजुर दाजु एकदम यो चाहिँ हाम्रो आफ्नो संस्कार मगर संस्कृतिको है हाम्रो खास बिहा चाहिँ इन्टरकास्ट हो इन्टरकास्ट भनेको अब यहाँको हाम्रो चाहिँ दुलै थापा छेत्री उहाँहरू चाहिँ मगर जन्टी चाहिँ मगरहरू आउनु भएको अनि आफ्नो सिस्टम मगरकै देखियो मगर चाहिँ छेत्रीको घरमा पनि सिस्टम मगरकै देखियो तर नौलो लाग्यो एकदम जातिविति खुसी लाग्यो यता यहाँ अब उहाँलाई चाहिँ यस्तो नयाँ लाग्यो क्या एकदम सिस्टम के छ साला भनिदिनु त केही आजको बिहा बारेमा के भन्नु आज हामी ताराखोले लन्जुमा हामी बाजा ग्रुप आज विवाहमा स्पेसल है धमाका गइरहेको भन्नु पर्यो अझै धमाका जान्छ ल उहाँ जन्टी नाच्छमा रहनु होला जन्टी नाच्ने भन्नुभएको छ एकछिनपछि नाच पनि देखाउँछौँ है ल बजाउने उहाँहरू नाच्ने भन्नुभएको छ क्या मुला चाहिँ आउनुहुन्छ आजको अब माइतीलाई सम्झिने दिनको रातो ल अब हल्का रमाइलो हुन्छ है त ल अब नाच सुरु भयो हजुर टिकटक हो ल ओके सर है बजाङ्गे रोका कोकको टिकटक लाइभमा चाहिँ सबैलाई स्वागत छ है त ल पाहुनाहरू चाहिँ आउनुभएको छ एकदम जोसिएर अब पाहुनाको नाच चाहिँ कस्तो जान्छ है त अब हेर्नु बाँकी छ होइन त चन्ती कटाका हुन् त नि भेडीखोरको दाजु भीमरोका भेडीखोरबाट आउनुभएको है उहाँहरू भेडीखोरबाट है भेडीखोरबाट आउनु भएको है उहाँहरू दुलैका बाबा थापा माइला हजुर माइला थापा माइला हजुर कता हो दाजु कता
यो टाढा खोला लन्जो है लन्जो जन्तीहरू चाहिँ आउनुभयो है नाच्नलाई उहाँ चाहिँ भेटीखोरबाट आउनु भएको छ है यो कुन गाउँपालिका पर्छ पनि मलाई ठ्याक्कै थाहा भएन रमाइलो गर्नु ल क्यामेरा घुमाएर सबैलाई ओके ओके ल यो मायाली भएको पनि जान्छ है अब उहाँहरूको माग अनुसार हाम्रो जस्तो पनि बजाउनु है मायाली पनि बजाउनु लाग्छ पछि पनि बनाऊँ है ओके ओके दाजु ल ल झन्टीबाट गीत पनि जाओस् त गीत गाउनुहोस् गीत ताल आएन जस्तो छ हजुर हजुर ताल आउँछ एकछिनपछि यहाँ धेरै मान्छे भएर सुनको घडी यही चाहिँ क्या हो को अलि पाला आउँदैछ है एकदम उहाँहरूको चाहिँ फोटो सेसन चलिरहेको छ फोटो खिच्न लाउनु भएको छ मात्र
भन्ने बुढा जोकर रहेछन् यतिको जस्तो हुनु पर्यो नि सुजन सर एकदम ए भीमराईले पो त्यो त यतिको जोसले मान्छे हुनु पर्यो क्या है एकदम धन्नु हान्ने मान्छे ताराखोला गाउँपालिका वार्ड नम्बर 4 लन्चु भन्ने ठाउँमा ए त्यो गाडी यही मात्र बस्यो ताराखोला हजुर रमाइलो को टिकटक आइडीले पनि फलो गरिदिनु होला है त यहाँ टिकटक लाइभ पनि चलिरहेको छ है सँगै रमाइलो छ है रमाइलो रमाइलो त हुनु पर्यो नि जिन्दगीमा रमाइलो त हुनु पर्यो के के झेटारो क्या जन्ती किटा है जन्तीको आएका हुन्छन् त्यो चाहिँ भेडीखोरबाट है भेडीखोर
ओ बाबु लन्जो लन्जो त्यो कताको अघिको लिएर आएको ओके ओके ल आमासम्मले पानी झर्न के छर्न पर्यो रे पहिले कुटा लगाइकन बल गाछ अझ यतिको त हुनु पर्यो नि डान्स त चित्रप्रसाद गौचन दाजुलाई वेलकम छ है पुण्य घट्टी मामाश्री नमस्कार सुषमा गौचन सबैलाई वेलकम छ मेरो टिकटक मेरो फेसबुक र टिकटक लाइभमा आउनुहुने सबैलाई चाहिँ एकदम वेलकम छ है थापालाई पनि वेलकम छ है जति पनि जोडिनु भएको छ टिकटक र अनि फेसबुकमा लाइभमा सबैलाई वेलकम छ राजा रमाइलो छ हजुर हजुर मामाश्री रमाइलो छ कहाँ हो यो चाहिँ लन्जो है लन्जो आखालाको लन्जो भन्ने ठाउँमा है दोकानदेखि ठ्याक्कै दोकानदेखि अलिकति मात्र भयो जुनहरू चाहिँ मात्र व्यस्त हुनुहुन्छ है अहिले उहाँहरूको टिका टालो चलिरहेको छ अहिले उहाँहरू दुला दुलै नाच्ने बेलामा चाहिँ देखाउँछ है
आमा यस्तो बेमानी निस्किनु हुन्न है मान्छे राम्रोले के हो पारा ल दिदी म एकछिनमा आउँछु है उहाँलाई उहाँहरू अहिले एकदम व्यस्त हुनुहुन्छ मात्र गएपछि अहिले देखाउँछु है त मैले उहाँहरूको टिका तालो चलिरहेको छ है अहिले पहिले खुट्टा लगाउनेलाई टाढा खोलातिर राख्नु पऱ्यो के छ क्या हामीले राखेर भएन क्रे राख्ने मान्छे हुनु पऱ्यो एकदम नि राख्ने खालको त हैछ करे अब एकदम त्यो कन्नी चाहिँ हो कन्नी केटोको खै अभाव छ त नि अहिले फेरि यसपालि यार चोइ त पनि ला फेरि गाह्रो छ अब पहिलो खुट्टावालाको वालीको चाहिँ अब नाचेर र चित्त के अरे बुझाउनु छ अब ल ल ल ल ल अब गीत आउनेवाला छ है उहाँहरूको ओ गीत भन्दा पनि पैसा पो त ल तपाईँलाई धन्यवाद छ है ल बुक भइसक्यो अरे आमा पैसा पनि चढाउनु भएको रे उहाँहरू जन्तीले पैसा चढाएर जानुभयो बेमानीहरू बेमानी केटाहरूले के भन्छ ल ल ज्वाइँले हाल्नु भएर ओ ल एकदम यहाँको माउ ज्वाइँ पैसा त झरेको छ अरे भेरी र कर्णाली भन्ने गीत आएछ क्या हो तपाईँको गाउँ त छैन रगन्ने अर्काको बुटीलाई आँखा नलगाउँ हो नि अनि गिरिजोथानले जान्नु भएको छ क्या नि 7 लाख दिनुपर्छ त्यो अर्का बुटीलाई आँखा लाउने अनि होइन र त्यो न्यूनतम भन्छ क्या हो तर बजाङ्गेरका कोकको टिकटक आइडीमा पनि अहिले 13 जना जोइन हुनु भएको छ सबैले वेलकम छ है कन्ने बुढो कन्ने होला बुढो कन्ने
ओहो ल जन्ती जाने नाच्नु एकचोटि लास्ट त ल अझ एउटा 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 गीत झन् गाई लास्ट गर्नु त ल तपाईहरु पर्ला पर्ला एउटा गीत झन् गाई हाल्नुहोस् ल भाइ अझ एउटा गाइदिउँ त अनि त्यहाँ त जे भयो अर्को भाका चेन्ज गरेर गाइदिन्छ एउटा ल त कसो उनीहरू चाहिँ उहाँको भाका एउटा भाका चेन्ज गरेर एउटा गाइदिनु त यसो गर्दा गर्दै साँचो होला नि यो सब बेमानी मान्छेहरूको कुरै यस्तै छ क्या यार ल एउटा के अरे त्यो भाका चेन्ज गरेर गाइदिनु त भाइ ल एकदम राम्रो लाग्यो तपाईँको अचम्म नाच्नु राम्रो लाग्यो
ल यो मन परेन रे बहिनीलाई कस्तो खालको हो यो पूर्वेली भाका है पूर्वेली भाका रम्तो के रे चित्रकले चिनी दिदी तपाईँले चिने है मैले एकदम पानको पात चाहिएर हाल्यो अब जुनाको दिदी भनेपछि मैले चिने ठ्याक्कै दाजुभाइको भयो तपाईँ दिदी पाउनु हुँदैछ धेरै नफाकाउनु हुँदैछ बिचरालाई कति ढौ भयो होला होइन ढौ भए पनि जोस निकाल्नु पर्यो नि त फेरि आयो है त एक्सपिरियन्सवाला डान्स एकदम अहिलेसम्म उत्कृष्ट उहाँको राम्रै देखे त कललाई ओहो नि घर लगाएको होइन क्या इच्छा लगाएर रहेछ यसो रिक्वेस्ट मात्रै गरेको जुनाको दिदी हो है जुनाको दिदी होला सायद गर्दा गरे माया बसलाई नकुरा गर्नु त गाडीमा
मायाले अब आउँछ है त ल मायाले पनि रिक्वेस्ट गर्छ है यहाँ फेरि बेला सुटेर धुलो उडाउने चाल पर्ला चाल त पर्छ क्या बेला बेला त्यो अघि एउटा मायाली गाइदिनुहोस् त एउटा ठ्याक्क एउटा बजाइदिनु ल यहाँ रिक्वेस्ट आयो यहाँ हाम्रो जनताहरूको त्यो मायाली भन्ने रिक्वेस्ट गर्नुभयो एउटा बजाइदिनु त बहिनी चाहिँ एकदम यहाँ वेटमा बस्नु भएको छ नाच्नको लागि वेटिङमा एकदम रमाइलो मान्छे छ ल गीता उहाँको फेरि ल दुःखको गीत आयो फेरि दाइको यार नेक्स्ट ओके ल मैले भएको यसपछि है उहाँको गीतमा चाहिँ बजाउनै पर्यो फेरि उहाँले त फेरि दिएको दिएको गर्नुहुन्छ अङ्कललाई गाउन भन्नुभयो अनि गाउनुभयो उहाँले नमस्ते भेनाजु नमस्ते आरामै हुनुहुन्छ खै कहाँ हुनुहुन्छ बहिनी हो नि बहिनी एकदम बहिनीहरू हामी लाइभमा पो हो होइन आउनुहोस् त बेमानी मान्छेले के भन्छन् भन्छन् यार बुढाहरू यार के हो यार तारा रमाइलो भएछ रमाइलो एकदम गाउँमै हुन्छ हजुर रमाइलो गाउँमै हो नि एकदम एकदम वाला हाम्रो पनि धेरै सम्झना है दुर्गा थापा दाजु तपाईँले पनि
तर्फबाट धेरै सम्झना छ। हाँस्नु भयो कि नामै मन सर्ने अब नामै काफी छ त अनि अब धेरै इन्टरटेनमेन्ट थकाउने के थकाउने त रमाइलो मान्छे हुनुपर्छ क्या जिन्दगीमा अब डान्सर के अरे कलाकार आउनुभयो फेरि एकदम गाउने हाम्रो हिरा दाइ हिरा घरती हेरा आउनुभयो एकदम सबै रमाइलो मान्छेहरू सबै रमाइलो मान्छे भएपछि दुनियाँ नै अलग हुँदो रहेछ क्या यो लाइभ के भयो यार
यो अगाइसको के देखायो हेर त याद आउँछ सँगै साथी भने गीतमा आयो त अब बुढो तन्नेरीको डान्स आयो है अब त यति बेला एकदम उमेरले बुढो तर मन त एकदम तन्नेरी खालको उमेर अनुसारको डान्स है अब यस्तो जोसिलो मान्छे एकदम जोसिलो नाच्ने ठाउँ नभएर उता पछाडि नाच्नु हुन्छ के ब्युटी क्विनहरू उमा खड्का कुन ठाउँ हजुर यो ठ्याक्कै तारा खोला टोगादेखि मात्र लन्जु भन्ने ठाउँ है ल भोटबहादुर थापाले चाहिँ यहाँ एकदमै जोडी मिलाउनु भएको फेरि यतातिर भोटेबाले चलाउनु पत्ताइसके होइन
ल एकछिनपछि हामी अब डुला डुलाइको माहौल तात्यो भने एकछिनपछि आउँछ त म लाइभमा अहिले चाहिँ बिदा हुन चाहन्छु है जति पनि लाइभ हेर्नुभयो सबैजनालाई एकदम मेरो फेसबुक लाइभमा वेलकम साथै धन्यवाद है ल एकछिनपछि आउँछ है त म ल